हेलो गाइस, वेलकम टु माई भ्लग। अब आज चाहिँ त्यस्तै हो। आज दिन सिन मलाई थाहा छैन। आज फ्राइडे हो, कति पनि थाहा छैन। आज 24 कति हो क्या। अनि अब आज चाहिँ एक हप्ताको लागि म सुर्खेत घुम्न भनेर जानेवाला छु। र आज डे 1 आज राति हिँड्ने हो। र आज म बिहान भर्खरै ट्युसन गरेर आएँ। त्यही हो। अब ट्युसन गरेर आएर यो बनाएको सिधै अब म बेलुकातिर भेट्छु होला। बेलुकातिर अब जाने हो राति नाइट बसमा। सो या बाई, सी यु नाइट। ओके गाइस, फेरि आइसक्यो। अहिले चाहिँ अब रातिको सम्झौँ कति बज्यो भन्दाखेरि 6:15 बज्यो। 6:15 भएको छ। अनि ब्याग स्याग रेडी भएर मम्मी पनि रेडी भइसक्नु भएको छ। यो ब्याग यहाँ चाहिँ खानेकुरा उतोहरू छ। अब हाम्रो जाने चाहिँ 11:10 कि 11 बजीतिर हो। अहिले चाहिँ हामी त्यतैतिर बसौँ घरको घरमा। पुल्चोक गएर पनि मम्मी हजुरलाई कस्तो फिल भइरहेको त्यहाँ जान? एक्साइटेड फिल भइरहेछ। छोरोलाई त फर्स्ट टाइम उता सुर्खेत दैलेख अनि त्यसपछि जुम्ला घुमाउन लिएर जाँदैछु। छोरोको फर्स्ट टाइम हो, सानो छोरोको। एकदम एक्साइटेड छु। मेरो छोरोले म सिधै त्यहाँ पुगेपछि म कन्टिन्यू हान्छु। भर्खरै भात साल खायो। अब जाउँ हामी एकछिन अटोमा। बाई। अब जाएन अनि म घरबाट गइसक्यो। अब सिधै अहिले चाहिँ अटोमा हामी निस्केको। अब सिधै कहाँ भन्दाखेरि चाहिँ गाडी पनि आउँछ। त्यहाँ सानीमाको घर छ। त्यो सानीमाको घरमा पनि हामी बस्छौँ। र यहाँ दाइले ग्यास लगाएर मम्मी यहाँ बोल्दै हुन्छ। त्यो हल्का डिस्टर्ब पनि साउन्ड छ। म चाहिँ अब सिधै त्यहाँ गएपछि भेट्छु। अहिले हामी निस्किसक्यौँ घरबाट। सो गाइस, फेरि आइसक्यो अहिले चाहिँ। अनि म यहीँ पुगिसकेँ। अब यता सानीमा घर पुगिसकेका छौँ। अब सिधै अब हामी पुग्छौँ 11 बजीतिर जाने हो। त्यतिखेर हामी बसमा बस्छौँ अनि जाने हो। त्यही हो। अब मसिनो बसमा गएर भेटौँला। अब त्यो के खान्छ। अब निस्किनु लागेको। त्यही अहिले चाहिँ कति 10:41मा जान लाग्यो हामी यहाँबाट। अब पुल्चोक गइन्छ। अनि पुल्चोक गएपछि हामी बसको लागि कुदिन्छौँ। बस आउँछ होला। स्टेडियममा गएर जान्छौँ। अनि पिस आउट त्यहाँ पुगेपछि बाई थियो भन्नु। मम्मी निन्द्रा लाग्यो। कफी खायो। म त्यही पनि निन्द्रा लाग्यो। खोकीको औषधि खाएको त्यही भएर मलाई सुत्नै मन लागेन। म त सुत्दिनँ। त्यस्तो मुख नजिकबाट खिच्दिनु पर्छ। ल तल झर्लेको छौँ। म सिधै तलबाटै सुटान्छु। यसो यहाँ बजारको हल्का भ्यू देखाउँदै अहिले यहाँ सानो भए मम्मी अनि त्यही बस्ने अनि भएर जान लागेको छ। चाबी हेर्दै बाबु काजल पनि जान लाग्यो। खै बात त भयो। कुन चाहिँ यो चाबी फेरि देख्दैन चिन्दैन कि खोल्न बगानी ल्याएर क्यान्दैन। त्यो हो र। यस्तै देखेर कुन लान्छ त्यो मात्रै छ। ए हो ल, सानोवाले पनि पत्ता लाग्छ। ए मम्मी पत्ता लगाउनुमा क्या। यो चाहिँ र भ्लग हो गाइस। नो एडिट एनिथिङ। त्यही हाल्दिनु। अहिले चाहिँ यस्तै खायो त बजारको। बुढा लिएर आयो म। अटो चल्दो रहेछ। अब जान लाग्यो यहाँ बाटो जान लाग्यो। हुन्न त बुढा भइहाल्छ ल।
गुडा हुन्छ नि हो त्यो एकजना समाउनु पर्यो कसमा ल्याउने हुँदै छु यस्तो जान त भरे जान्दैन म पुरोमा भइसक्यो भयो शीतल छ निस्किनु भयो सानो के जानु फेरि बुढाएर आएको भन्न पाउँछ तर फोटो खिच्नु पर्छ कि यतातिर यस्तै अहिले पनि पसल त खुल्ला हुँदो रहेछ बतहरू एरिया हाइलेक्स मलाई चाहिँ यहाँ जिस्काउँदै लाइट अन भयो कि लाइट ट्याक्कै आउनु पऱ्यो फेरि म झन् गएर देखिन्छ हल्का चिसै छ जाडो जाडो भएको छ तल त्यहाँ सुर्खेत जुम्ला पुलपछि के हुन्छ थाहा होइन सिधै त्यहाँ भएपछि थाहा हुन्छ जाडो छ अहिले तर मजा होइन हामी अब हामी सिधै पुल्चोकै जाने त्यही बस्नुलाई यति नै योभन्दा कति देखाउँ र भिडियो नै बढ्छ हेर्न फेरि अल्छी लाग्यो त्यही बेला भयो सो गाइस बस आइसकेको छ अब बसी त छिन्नी हामी आइसकेको छौँ ल म भित्र गएपछि गर्छु है सो गाइस आइपुग्यो सिटमा रहेछौँ आउनु बित्तिकै मम्मी खुल्नु पनि थाल्नु हो फर्स्ट सिटमा पक्काएर यस्तो रहेछ बस्छ सकिन्छ हामी सधैँसँग गर्दछ यात्रा हाम्रो भगवान लेट्स गो यहाँ बाटो यो टोयलेट गर्नुको लागि फ्रेस हुनुको लागि रोकिरह अनि अघि चाहिँ जस्ट टाइम हेर्नु पर्दाखेरि खुल्लिन किन नखुल्यो टाइम हेर्दाखेरि 11:32 भयो हामी हिँडेको चाहिँ 11:20मा ठ्याक्क कति भन्नु हेरेको सब लाइक फ्रीको लागि उलिएको छ खासमा भने पेट्रोल पनि होला यस्तै छ हाम्रो यस्तै छ हामी चाहिँ फर्स्टमा छौँ अनि सासा जानेर नेट सेट हालेर एकछिन रमाइलो हाल्नु पर्ला त्यही हो कति बिहान अथवा कुनै देखाउनु लायक छ भने चाहिँ म देखाउँछु देखाइदिनु नपर्ने हामी बुटोलमा छौँ रातिको कति भन्दाखेरि 3:06 भएको छ निन्दै एकछिन सुत्दैमा बुटोल क्रस भएका रहेछौँ मम्मी कालो अँध्यारो भएर अगाडि सिधै भोलि बिहान भेटौँला बाई हामी बिहान सुत्दै गर्थ्यौँ सिधै म उठेँ 8:46मा अनि हामी चाहिँ अहिले बर्दिया छ जङ्गलबाट हिँड्दै रहेछौँ यस्तै छ यस्तो बर्दिया चाहिँ बाँके नेसनल पार्क रहेछ यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ बाँके राष्ट्रिय निकुञ्ज अमेरिकी ब्यारेक बाँके भन्दै छ देख्न सक्नुहुन्छ
आइसकेका छौँ बाबा लिन आउनुभयो त्यहाँ बस पार्कमा थियौँ मम्मी त्यहाँ हुनुहुन्छ होटल यस्तै प्रकारको छ त्यता बाथरुम छ के हेर्नुहुन्छ त त्यही अब सिधै आजको ब्लग एन्ड हाल्नु बाबा आजको लागि यति नै नयाँ हुन्छ भने लाइक गर्नु होला सब्सक्राइब गर्नु होला बेल टिक्लिङले दबाउनु होला किनकि नयाँ थाहा पाउनुहुन्छ नि त नयाँ भिडियो आएको बेलामा यो नयाँ भिडियो र टाइमै लाग्छ यो टिभी हेर्दै थियो लास्ट भिडियो होला सो बाई